हेलो एभ्रिवान हामीहरू क्यामेल टु लेयर अनि लेयर टु क्यामेल गरेर प्रोजेक्ट एरिया बनाउँछौँ र गुगल अर्थ इमेजलाई कसरी सेभ गर्ने भनेर सिक्छौँ यो भिडियोबाट। टेक्स्ट नोटप्याडमा तपाईँले देख्न सक्नुहुन्छ विभिन्न स्टेप्सहरू छ, जुन पहिला सुरु भने क्यामेल टु लेयर गर्ने स्टेप 7वटा र अरू भनेको लेयर टु क्यामेल। पहिला सुरु हामीले गुगलबाट गुगल अर्थ प्रो डाउनलोड गर्छौँ। डाउनलोड गुगल अर्थ प्रो भनेर सर्च गऱ्यो भने त्यसमा लिङ्क देखाउँछ हैन। अनि डाउनलोड गुगल अर्थ प्रो भनेर लिङ्क सिलेक्ट गरिसकेपछि त्यो गुगल अर्थ प्रो डाउनलोड हुन्छ है। अनि डाउनलोड गर्नु Step 2. Download Google Earth Pro. अग्री एन्ड डाउनलोड भन्ने सिलेक्ट गर्नुपर्ने हुन्छ। यहाँ सबै लाइसेन्स अग्रिमेन्ट दिएको छ अनि यो डाउनलोड हुन्छ। अब चाहिँ एकछिन वेट गर्नु, डाउनलोड हुनु टाइम लाग्छ। अब चाहिँ डाउनलोड भइसक्यो, यसलाई ओपन गरेर अनि इन्स्टल गर्नुपर्छ। अनि ओपन गरेर इन्स्टल गरिसकेपछि यहाँ यसरी गुगल अर्थ प्रो भनेर स्टार्ट मेनुमा देखाउँछ। अनि त्यसलाई क्लिक गरेर Step ओपन 3. गर्नु होला। Open Google Earth Pro. मेरो अलरेडी इन्स्टल भइसक्यो, तपाईँको नि इन्स्टल भइसक्छ। त्यसलाई इन्स्टल गर्नु, त्यो चाहिँ इन्स्टल भने डाउनलोड भएको कुरा चाहिँ डाउनलोड्समा हुन्छ। अब गुगल अर्थ प्रो ओपन भइसक्यो अनि यसमा चाहिँ हामीले विभिन्न कुराहरू स्टार्टअप टुर्सहरू देख्न सक्छौँ। टिप्सहरू दिएको छ स्टार्टअपमा। अनि अब यसमा हामीले पोलिगन बनाउँछौँ। पोलिगन बनाउने माथि जम्मै डेभलप Step 4. Get known to Google Earth Pro. कुन कुराहरू गर्न सकिन्छ गुगल अर्थ प्रोमा भनेर माथि सबै दिएको छ। र यतातिर लेयर्सहरू दिएको छ, प्लेसेसहरू दिएको छ। जे जति हामीले पोलिगन पोइन्ट पाथ क्रिएट गर्छौँ त्यो सबै प्लेसेसमा देखाउँछ। अब चाहिँ हामीले जुम गरेर जुन पनि एरियालाई आफ्नो प्रोजेक्टसँग रिलेटेडलाई जुम गरेर अनि त्यहाँ भित्र गएर जग्गा, जमिन, अनि त्यसपछि फरेस्ट एरिया अनि प्रोजेक्ट एरिया जुनसुकै भए पनि त्यसलाई जुम इन गरेर हैन। अनि त्यसमा चाहिँ हामीले पोलिगन क्रिएट गर्नुपर्ने हुन्छ। त्यहाँ एरिया ओरिएन्टेसन मिलाएर अनि क्रिएट पोलिगन, एड पोलिगन भनेर हुन्छ। एड प्लेस मार्क, एड पोलिगन, एड पाथ भनेर विभिन्न टुल्सहरू छ माथि। अनि तिनी टुल्सहरू मध्ये मैले एड पोलिगन भन्ने सिलेक्ट गर्छु। यसमा चाहिँ मैले प्रोजेक्ट एरिया भनेर अथवा स्टडी एरिया अथवा प्रोजेक्ट एरिया जे लेख्ने हुन्छ, जे हो तपाईँको हैन, त्यो एरिया बनाउनु पर्ने, त्यसको नाम लेख्न। अनि कलर पनि चेन्ज Step गर्नु, 5. स्टाइल र कलरमा Create polygon, path, and point. व्हाइट अथवा येल्लो राख्दा राम्रो बेस्ट हुन्छ। अनि आउटलाइन हो कि फिल्ड हो, अब तल मैले आउटलाइन राखेको छु यसमा। अनि अब यसरी लेखिसकेपछि अनि भित्र म सिलेक्ट गर्छु, ओरिएन्टेसन मिलाउँछु। यतातिर राइट साइडमा नर्थ भनेर यान भनेर जुन दिएको छ आई जस्तो, त्यसलाई लेफ्ट राइट गराएर अनि मैले ओरिएन्टेसन मिलाउँछु। अब चाहिँ मैले क्लिक गर्दै प्लेस मार्क गर्दैछु अनि त्यसपछि क्लिक गर्दै अनि ट्रेस गर्दैछु। ट्रेस डिजिटाइजेसन पनि भनिन्छ यसलाई, ट्रेसिङ अथवा डिजिटाइजेसन गरेर अनि यसरी गुगल अर्थ प्रोमा म्यापिङ गरेर अनि त्यसपछि ओके गरिसकेपछि मैले सेपलाई साइज गर्नुपर्ने हुन्छ। सेभ गर्नलाई अब म पाथ बनाउँछु ब्रिजको लागि। मैले त्यहाँनिर ब्रिज खोलाको बिचमा ब्रिजमा अनि त्यसलाई क्लिक गरेर अनि त्यसपछि पाथ बनाइसकेपछि ओके गर्छु। त्यसपछि म प्लेस मार्क, त्यो ठाउँको प्लेसको हैन, अनि त्यसलाई पिन आउँछ, त्यसलाई सार्नुपर्ने हुन्छ। अनि त्यस ठाउँको नाम के हो, प्लेस मार्क भनेको पोइन्ट हो, त्यो लास्टमा जिएसमा पोइन्टको रूपमा देखिन्छ। प्लेस मार्कको नाम लेख्छु। यसरी यति भइसकेपछि अब सबैलाई मैले सेभ प्लेस आइज गर्छु। सेभ प्लेस आइज गरेर एउटा फोल्डरमा, कुनै फोल्डरमा मैले सिलेक्ट गरेर त्यो प्रोजेक्ट एरियालाई क्यामजेटको रूपमा सेभ गर्छु। क्यामजेट अथवा क्यामएल जुन पनि अप्सनमा सेभ गर्न सक्नुहुन्छ। अब यति भएपछि त्यो पनि सेभ भयो। अनि अब ब्रिजलाई मैले सेभ गर्छु।
Step 6. Save polygon, path, and point. Clicking Save Places. As then, save in your folder. Step 5. भएपछि मेरो सेभ Open भयो। ArcGIS. अब म ArcGIS खोलेँ। ArcGIS ओपन गरेर अनि मैले यसमा सर्च गर्छु। सर्च बारमा गएर Ctrl+F क्लिक गऱ्यो भने सर्च बार आउँछ, अथवा विन्डोजमा गयो भने चाहिँ त्यहाँ सर्च भन्ने हुन्छ मुनि। मैले सर्च गर्छु KML to layer भनेर। सर्च KML to layer। स्टेप 6 सम्म हामीले गर्यौँ अहिले। Step 6. Search KML to layer. KML to layer सर्च गरिसकेपछि त्यहाँ फर्स्टमै आउँछ KML to layer भनेर, त्यो क्लिक गरेर अनि मैले इनपुट KML फाइल भनेको छ। अघि मैले सेभ प्लेस आज गरेको थिएँ गुगल अर्थ प्रोबाट। तपाईँहरूले पनि त्यसै गरी त्यो सेभ गरेको फोल्डरमा गएर त्यो गुगल अर्थको जस्तो आइकन देखाएको हुन्छ, त्यसलाई ओपन गर्ने अनि इन्क्लुड ग्राउन्ड ओभरले गरेर ओके गर्ने। त्यसपछि जिएसमा देखाउँछ त्यो। अर्कोलाई पनि हामी त्यसै गरी गर्छौँ। KML to layer इनपुट गर्छौँ KML फाइललाई, त्यसरी फोल्डरलाई ब्राउज गरेर कुन फोल्डरमा हामीले सिलेक्ट गरेको दिस पीसीमा न्यू भोल्युम डी अनि मैले GIS लर्नमा गुगल अर्थ प्रो अनि ब्रिज भनेर सेभ गरेको छु। त्यसलाई पनि मैले ओपन गर्छु, त्यो पनि आयो। अब एउटा बाँकी प्लेस मार्क। यसरी अब सिम्बलहरू चेन्ज गर्न सकिन्छ। सिम्बलको पनि लेखेको 0 भन्ने छ, त्यसमा लाइन भयो लाइन, पोलिगन भयो पोलिगन देखाउँछ बक्सा, अनि त्यसलाई सिलेक्ट गरेर चेन्ज गर्न सकिन्छ। अब मैले पोइन्टलाई एड गर्छु। अघि मैले सेभ गरेको सेभ प्लेस साइज जुन पाथ थियो, मैले पाथ पनि एड गरेँ, पोलिगन पनि एड गरेँ, अनि त्यस प्लेस मार्कलाई एड गरेँ। अहिले चाहिँ प्लेस मार्कलाई अब सबलाई मैले एक्सपोर्ट गर्छु। एक्सपोर्ट गरेर पोलिगन भन्ने सिलेक्ट गरेर डाटा राइट क्लिक गरेर डेटा आउँछ मुनि, अनि त्यो डेटामा एक्सपोर्ट डेटा भन्ने हुन्छ, अनि ब्राउज गर्ने फोल्डर। प्रोजेक्ट एरिया भनेर सेभ एज टाइपमा चाहिँ सेभ फाइल भन्ने Step हुनुपर्छ। 7. Save as Export the type polygon. मैले अर्को त्यसै गरी पोलिलाइनलाई पनि एक्सपोर्ट गर्छु। ब्रिज भनेर अनि सेभ गरेर यसपछि प्लेस मार्कको पालो पोइन्ट भनेर छ, पोइन्ट भनेर आएको छ। यो बेला पनि एक्सपोर्ट गरिसकेपछि
यसै गरी हामीले यी डाटा फिल्डबाट कलेक्ट गरेको जिपिएस पोइन्ट्सहरूलाई गुगल अर्थमा कसरी भ्यू गर्ने भनेर पहिला सुरु त हामीले म्याप बनाउनु पर्ने हुन्छ होइन। जिपिएस पोइन्ट्सहरू लिएर त्यसको म्याप बनाएर ल्यापटपमा त्यसपछि हुनुपर्ने हुन्छ। पहिला सुरु एड गर्नु पर्यो, डिस्प्ले गर्नु पर्यो XY कोअर्डिनेटलाई, अनि त्यसको कोअर्डिनेट रिफरेन्स सिस्टम के हो, प्रोजेक्टेड हो कि जियोग्राफिक कोअर्डिनेट सिस्टम हो, कुन कोअर्डिनेट सिस्टमलाई सिलेक्ट गरेपछि त्यसपछि जिपिएस पोइन्ट ओभरले हुन्छ, अनि त्यसलाई जुम टु लेयर गरेर भ्यू गरिसकेपछि फर्दर प्रोसेस भनेको हाम्रो त्यसको पोलिगन बनाउने। Now you finally get the shapefile of your own study area. यसमा मैले दुईवटाको टास्क गर्छु, एउटा पोइन्ट टु लेयर फिचर टु पोलिगन, पोइन्ट टु लाइन र फिचर टु पोलिगन गर्छु कि एउटा पोलिगन भन्छ। र पहिला सुरु मैले पोइन्ट टु लाइन गरेर लाइन बाउन्ड्री लाइन बनाउँछु सिएफको। त्यो बाउन्ड्री लाइनलाई चाहिँ मैले लेयर टु केएमएल गर्छु। त्यो गुगल अर्थमा भ्यू गर्नको लागि केएमएल फाइल हुनुपर्ने हुन्छ गुगल अर्थमा भ्यू हुनलाई। त्यसको लागि सर्चमा गएर लेयर टु केएमएल गर्ने, अनि लेयर टु केएमएल गरिसकेपछि त्यसमा सिएफ बाउन्ड्री पोइन्ट सिएफ बाउन्ड्री लाइन हालेपछि अनि त्यसपछि त्यसलाई लेयर टु केएमएल फर्मेटमा चेन्ज भएपछि त्यसलाई हामीले गुगल अर्थ प्रोमा यसरी भ्यू गरिसकेपछि हामीले फरेस्ट एरिया देख्न सक्छौँ गुगल अर्थ प्रोमा। अब यसलाई चाहिँ सेभ गर्नको लागि यसलाई अलाइनमेन्ट गर्नुपर्ने हुन्छ प्रपरली।
प्रपर कलर भ्यू देख्नको लागि प्रोपर्टिजमा जानुपर्ने हुन्छ। राइट क्लिक गरेर प्रोपर्टिजमा गइसकेपछि त्यसमा स्टाइल र कलर भन्ने हुन्छ। त्यसमा हामीले विड्थहरू 3 देखि 4 राख्नुपर्ने हुन्छ र कलर पनि चेन्ज गर्नुपर्ने हुन्छ। मैले यसले कलर राखेँ, अझै पनि यो राम्रोसँग देखिएको छैन। यसलाई सेभ गर्नको लागि सेभ इमेज भनेर छ गुगल अर्थ माथि टुल, त्यसमा सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यसमा सिलेक्ट गरिसकेपछि हामीले यसरी देख्न सक्छौँ। अनि अनटाइटल म्याप भनेर जुन ठाउँ छ त्यसमा सिआफ बाउन्ड्री भनेर, अनि त्यसपछि मुनिपट्टि एड्रेस भनेर लेख्नुपर्ने हुन्छ। हाम्रो टाइटल एन्ड डिस्क्रिप्सन भनेर छ, एडिट टाइटल एन्ड डिस्क्रिप्सन। त्यसरी त्यहाँ टाइटल र डिस्क्रिप्सन लेखिसकेपछि हामीले लिजेन्डमा चेन्ज गर्छौँ। लिजेन्डमा फिचर भनेर छ, त्यसलाई अनटिक गरेर त्यहाँ बाउन्ड्री त्यो पाथ हो जुन हामीले पोइन्ट टु लाइन गरेको थियौँ त्यस पाथको रूपमा दिएको छ यता लिजेन्डमा। त्यसलाई हामीले कति रिजोल्युसन राख्नुपर्ने हो त्यति रिजोल्युसन बनाएर एक्ज्याक्टली सेभ इमेज गरिसकेपछि एउटा फोल्डरमा जान्छ डाइरेक्टली। अनि त्यसपछि त्यो फोल्डरमा हामीले नेम फाइलको नेम लेखेर हामीले सेभ गर्न सक्छौँ। जेपिजी इमेज भनेर छ .jpeg फर्मेटमा। यसरी हामीले अब चाहिँ हामीले त्यो यसलाई भ्यू गर्न सक्छौँ। फरेस्ट इमेज भनेर मैले सेभ गरेको छु। फाइनली हाम्रो गुगल अर्थ इमेज हामीले यता पाइसकेका छौँ। यसरी नै हामीले गुगल अर्थ इमेज निकाल्न सक्छौँ। गुगल अर्थबाट लिएको हामीले पोइन्ट, पोलिगन अनि त्यसपछि ब्रिजको सेपहरू होइन, हामीले त्यसलाई हामीले अब जुम टु लेयर गरेर प्रपर अलाइनमेन्ट गरिसकेपछि त्यसलाई लेआउट भ्यूमा हामीले लेआउट डिजाइन गर्नुपर्ने हुन्छ। त्यसको लेआउट डिजाइन गरेर त्यसलाई म्यापको रूपमा एक्सपोर्ट गर्नुपर्ने हुन्छ। अनि फाइनली हामीले इन्सर्ट गर्छौँ नर्थ एरो, अनि इन्सर्ट गर्छौँ स्केल बार, प्रोपर्टिजमा गएर किलोमिटर भनेर चेन्ज गर्छौँ युनिट किलोमिटरमा। अनि त्यसपछि यसलाई राख्छौँ। यसरी हामीले प्रोजेक्ट एरिया हामीले लेआउट भ्यूमा गएर लेआउट म्याप रेडी गरेर त्यसलाई हामीले एक्सपोर्ट गर्छौँ। सबै कुरा यहीँबाट राख्छौँ। लिजेन्ड टाइटल इन्सर्टबाटै राख्न मिल्छ। यो लेआउटमा क्लिक गरेर राइट क्लिक गऱ्यो भने प्रोपर्टिजमा गइसकेपछि प्रोपर्टिजमा ग्रिड्स भन्ने हुन्छ। त्यो ग्रिड्समा हामीले न्यू ग्रिड सिलेक्ट गरेर मेजर्ड ग्रिड सिलेक्ट गरेर लेभल्स ओन्ली राख्नुपर्ने हुन्छ, हामीले सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यसपछि नेक्स्ट फिनिस गरिसकेपछि अप्लाई, अनि त्यसपछि ओके गरेर सिलेक्ट गरिसकेपछि हाम्रो ग्रिड आयो, लेआउट ग्रिड होइन। अनि अब यसलाई एक्सपोर्ट गर्नुपर्ने हुन्छ। एक्सपोर्ट म्याप फाइलमा एक्सपोर्ट म्याप भन्ने हुन्छ, त्यो सिलेक्ट गरिसकेपछि हाम्रो डाइरेक्टली फोल्डर आउँछ एउटा, डाइरेक्टली एक्सपोर्ट हुने कहाँ हो भनेर आफूले सेभ गर्नुपर्ने हुन्छ। सेभ एज टाइपमा जेपेग भनेर सिलेक्ट गर्नुपर्ने हुन्छ। जेपेगमा सेभ गर्ने हामीले। अनि रिजोल्युसन पनि हाई राख्नुपर्ने हुन्छ। 300 देखि 500 सम्मको रिजोल्युसन राख्यो भने राम्रो इमेज आउँछ। फाइनली हाम्रो प्रोजेक्ट एरिया म्याप पनि सेभ भएछ। यसरी नै स्टडी एरिया म्याप बनाउन सक्नुहुन्छ तपाईँहरूले नै। थ्याङ्क यू फर भ्युइङ। यो हाम्रो प्रोजेक्ट एरिया म्याप गुगल अर्थ इमेज आर्कजिएस र गुगल अर्थ प्रो युज गरेर कसरी गराउने भनेर हामीले यहाँबाट सिक्न सक्छौँ। इफ एनी कन्फ्युजन यु क्यान आस्क मी इन WhatsApp. Thank you for watching my video. Thank you.